कोरियाली युवकसँग विवाह गरेकी एक नेपाली महिलाले कार्यवाहकको रूपमा काम गर्न थालिन्। जब उनले कार्यभार सम्हालिन् त्यसपछि सुरु भयो बेथिति। पीडितहरूले भनिरहेका छन् उहाँले कार्यभार सम्हालेपछि हाम्रो फाइल कोरियाली रोजगारदातासम्म पुग्नै छाड्यो। कसैको फाइल 100 पटकसम्म पुग्यो, धेरैको पुग्दै पुगेर। एचआरडीमा कोरियाली नागरिक नै प्रमुख हुँदा त्यस्तो कहिले पनि सुनिएको थिएन, भएको थिएन। तर त्यो जिम्मेवारी नेपालीले लिएपछि बेथिति सुरु भयो। पूरा मामिलाका लागि यो विशेष रिपोर्ट हेर्नुहोस्। एचआरडी कोरियाको नेपाल स्थित कार्यालयमा कार्यरत मिनाल राईका कारण हजारौं नेपाली युवाहरू भाषा र सिप परीक्षा पास गरेर पनि दक्षिण कोरिया जानबाट वञ्चित भएको दाबी पीडितहरूले गरेका छन्। वर्षौंको मेहनत र रातदिनको तयारीपछि दक्षिण कोरिया जान ईपीएस भाषा परीक्षा उत्तीर्ण गरेका युवाहरूले आफू अहिले निराश र मानसिक तनाव झेलिरहेको दुखेसो बुझेका छन्। त्यसको प्रमुख कारक नै मिनाल भएको उनीहरूले आरोप लगाएका छन्। सिधा कुरा जनता संघको सम्पर्कमा आएका 1 दर्जन युवाहरूले भाषा परीक्षा पास गरेर पनि मिनालकै कारण आफूहरूको फाइल 2 वर्षसम्म कोरियाली रोजगारदातासम्म पुग्न नसकेको दाबी गरेका छन्। रोजगारदातासम्म आफ्नो फाइल पठाएर छनौट नभएको भए आफूहरूलाई कुनै आपत्ति नहुने भन्दै उनीहरूले फाइल नै अगाडि नबढाएर आफ्नो भविष्यमाथि खेलबाड गर्ने काम भएको बताएका छन्। र त्यस बेलामा चाहिँ एकजना मृणाल राई भन्ने जो चाहिँ हामीले बुझ्दाखेरि उहाँ एउटा ट्रान्सलेटर मात्र हुनुहुन्थ्यो। अनि उहाँले सम्पूर्ण कार्यभार सम्हाल्नु हो। त्यसपछि उहाँले सम्हाल्ने बित्तिकै सबै कुरो डामाडोल भयो। सिरियल्ली भाइ भाषा परीक्षा पास गरेर सबै कुरामा योग्य भएर बसिरहेका व्यक्तिहरूलाई कोरिया पठाउने क्रममा सिरियल भाइ जान्थ्यो। उहाँ आइसक्नु भइसकेपछि ऱ्यान्डम प्रक्रिया थालिदिनु भयो। ऱ्यान्डम प्रक्रिया थालिसकेपछि अब को कता कसरी जिग्ज्यागमा कसरी जाने भन्ने कुरा पनि यो सिस्टमै लथालिङ्ग गरिदिनु भयो। जस्तै 2 वर्षको रोस्टर अवधिमा चाहिँ फाइल चाहिँ रोजगारदाता समक्ष पुग्ने अधिकांशको फाइल चाहिँ 0 छ क्या, होइन? त्यसमा त हाम्रो गल्ती भएन नि त। हामी हरेक तरिकाले स्वास्थ्य परीक्षण, स्किल टेस्ट, होइन, जुन कोरियाले जुन यो कोरिया जानको लागि ईपीएस सिस्टमबाट कोरिया जानको लागि जुन सिस्टम बनाएको छ एउटा मापदण्ड, त्यो मापदण्डमा 100% भइसकेपछि पनि हाम्रो फाइल चाहिँ तपाईँको 2 वर्षसम्म 0 को 0 भइदियो कि, होइन? 2 वर्षसम्म चाहिँ हाम्रो फाइल जाँदै चल्दै चलेन। हामी सङ्घर्ष गरेर अनि भाषा पास गरे, त्यसपछि जुन क्राइटेरिया छ स्किल टेस्ट त्यसमा नि पास हुनु पर्यो। अनि स्वास्थ्यमा कुनै रोग हुनु भएन, त्यो पनि पास गरे। फौजदारी कुनै कसुर लागेको हुनु भएन, त्यो पनि पास गरेर बस्यो। 2 वर्षसम्म बस्दा चाहिँ एकचोटिमा नै कम्पनीमा हाम्रो फाइल पुगेन। कारण के हो भन्दा चाहिँ उहाँले भित्रभित्र आफ्नो मान्छेलाई छनौट गर्ने, अनि त्यो कारणले हामी वञ्चित भयो। किनकि हामीसँग पहुँच थिएन, हामीसँग चाहिँ पैसा थिएन, होइन? फाइल हुन्छ नि त। हामी किन 0मा अड्यौँ, हामी किन 1मा अड्यौँ, हामी किन 2मा अड्यौँ, यो एनालाइसिस गर्दा छिटोभन्दा किन लगिदिनु भएन? हामीलाई के समस्या भयो? हामी त सबै फर्मालिटी पुरा गरेर हामीले त्यहाँनिर फाइल चढाएको हो नि त। कोरियाली नागरिकसँग विवाह गरी कोरियाकै नागरिकता प्राप्त गरेकी एचआरडीमा कार्यरत यिनै मिनालले भाषा र सिप परीक्षा पास गरेका आफू निकट व्यक्ति र इन्स्टिच्युटसँग आर्थिक छलफल गरी रोस्टरमा नाम पठाउने काम गरेको गम्भीर आरोप उनीहरूले लगाएका छन्। कुनै व्यक्तिको नाममा कोरियाको रोजगारदाता समक्ष 102 पटक नाम पठाउँदा पनि कसैको नाम 1 पटक पनि नपठाएको उनीहरूले बताएका छन्। मिनालसँगैको सम्पर्कका कारण कोरिया पुगेका केही व्यक्तिले मिनालले कोरिया पठाउने ग्यारेन्टी गरेपछि रकम बुझाएको र हाल कोरिया आएको कुरा सुनाएको पीडित युवाहरूले बताएका छन्। पीडितका अनुसार मिनालकै नजिकका व्यक्तिलाई 1 लाख रुपियाँ बुझाएको यो विवरण कोरिया पुगेका ती व्यक्तिले सार्वजनिक गरेपछि उनीमाथि पनि अहिले यो कुरा झुटो हो भन्न दबाब सिर्जना भएको छ। यति मात्र होइन, मिनालले कोरिया पठाउन यही व्यक्तिसँग फेसबुक र व्हाट्सएप एप मार्फत कुराकानी गरेका विवरण समेत पीडितले उपलब्ध गराएका छन्। जहाँ कुराकानीका क्रममा उनले छनौटमा नपरेकाहरूको विवरण समेत माग गरेकी छिन्। यो हेर्नुहोस्। पीडित भन्छन् बालकुमारी घटनापछि सिस्टममा जाँचजेल भयो, मिनालले हस्तक्षेप गरिन्। दक्षिण कोरियाले नेपाली कामदार लैजान ईपीएस अन्तर्गत G2G प्रणाली मार्फत कामदार छनौट गर्छ। यसका लागि सुरुमा कोरियन भाषा परीक्षा पास गर्नुपर्छ। भाषा र सिप परीक्षा दुवै पास गरेपछि उम्मेदवारको प्रोफाइललाई एचआरडी कोरियाको ईपीएस पुल अर्थात् रोस्टरमा समावेश हुन्छ। रोस्टरमा नाम समावेश भएपछि कोरियाली रोजगारदाता कम्पनीहरूले प्रोफाइल हेरेर कामदार छनौट गर्छन्। त्यसमा छनौट भएपछि मात्रै भिसा प्रक्रिया पूरा गरी कोरिया जान पाउँछन्। यसरी रोस्टरमा नाम समावेश गर्दा पहिले कर्मिक तरिकाले फाइल पठाउने काम गरिन्थ्यो, तर ईपीएस परीक्षाकै विषयमा
प्रहरीमा विवाद हुँदा 2080 पुसमा ललितपुरको बालकुमारीमा भएको विरोध प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर 2 जनाको ज्यान गएको थियो। पीडित युवाहरूको अनुसार बालकुमारीको घटनापछि एचआरडी कोरियाका प्रमुख नेपाल छाडेर कोरिया गए। त्यहाँ ट्रान्सलेटरका रूपमा कार्यरत मिनाल राईले नै कार्यवाहक बनेर सम्पूर्ण जिम्मेवारी सम्हालिन्। मिनालले कार्यभार सम्हालेदेखि नै कोरिया जान पाउनेहरूको क्रम भत्कियो। उनले पहिलेको कर्मिक प्रणाली भत्काएर जथाभावी रोस्टरमा नाम समावेश गर्न थालेर प्रक्रिया नै लथालिङ्ग बनाएको र सिस्टमभन्दा व्यक्ति हावी हुँदा आफूहरू कोरिया जानबाट वञ्चित भएको पीडितहरूले बताएका छन्। भन्छ हामी जहिले इपिएस एचआरडी मन्त्रालय जहाँ जहाँ जान्छौँ हामी यो माग राख्न जान्छौँ। उहाँहरूले के भन्नुहुन्छ भने अझै पनि हामीलाई चाहिँ आँखामा छाएर आउँछ जनतालाई अरू मान्छेलाई इपिएस पास भाषा पास गर्दै कोरिया जाने ग्यारेन्टी होइन भन्छ। ठिक छ, त्यो मानेर हामी बस्छौँ। हामीले यो सबै कडाएर हामी जान दक्ष भएर बसेको हामी विद्यार्थी हौँ। यदि कोरियाको साउलाई 1 जना कामदार चाहिन्छ भने 3 जनाको फाइल जान्छ। 3 जना मध्येमा कुन चाहिँ बेस्ट लाग्छ उहाँले चुज गर्नुहुन्छ। त्यो कुरा 3 जनाको फाइल गएको कुरा हामीले थाहा पाउँछौँ। अनि त्यसको आधारमा हामीलाई 12,000 अथवा 11,000 पास गराउनु भएको थियो। लग्यो होला 4,000 मान्छौँ। 4 त्यहाँ 12,000 हुन्छ होइन सर। 12,000 को फाइल सबैको चल्नुपर्ने ठाउँमा अधिकांशको 0 छ। त्यो भनेको फाइलै गएन क्या। त्यो कारणले चाहिँ हामी पीडित हुन पुग्यौँ। यहाँ हाम्रो पास गरेको 1 वर्ष भयो 2023 मा होइन। अब हाम्रो रोस्टर डेट चाहिँ 2 वर्ष हुन्छ। रोस्टर डेटको म्याच चाहिँ 2 वर्ष हुन्छ। अनि त्यो हाम्रो सबै प्रक्रियाहरू त हामीले त पुरा गरिसकेका छौँ नि त। हामीले चाहिँ दिनुपर्ने बेस्ट दिँदै आइरहेका थियौँ होइन। अनि लामो समयसम्म हामीले चाहिँ त्यसको लागि हामीलाई कोरिया पठाइयोस् भन्नको लागि चाहिँ हामी आन्दोलन गर्दै आयौँ होइन। आन्दोलन गर्दै आयौँ अनि हामी चाहिँ अब सरकारसम्म पुग्यौँ। सिडिओ कार्यालय अब श्रम मन्त्रालय हामी कहाँ धायौँ क्या। दिन केही धाइसक्यौँ तर हाम्रो कुराहरू चाहिँ केही सुनिदिनु भएन क्या सरकारले। हामी दुर्गम जिल्लादेखि चाहिँ एउटा यहाँ चाहिँ पारदर्शी हुन्छ। यहाँ कोरिया गयो भने चाहिँ मेरो उज्जवल भविष्य हुन्छ। मेरो नानीहरू छ, कोहीले कोरिया गएर मेरो नानीहरूलाई राम्रो ठाउँमा पढाउन भन्ने मेरो सपना छ। म बाल्यकाल हुँदा मेरो बाबामा चाहिँ भारी बोकेर मलाई हुर्काएको छोरा। त्यो मेरो बाबाआमाको खुट्टाको चप्पल र जुत्ता च्यातिँदैछ। त्यो फेर्ने सपना ममा छ। अनि मेरो बाबाआमा चाहिँ यतिखेर बुढेसकाल छन्, रोग लागेको छ भन्नुहुन्छ। यो छोरा कहिले कोरिया गएर चाहिँ मलाई उपचार गर्छौ, त्यस्तो कुराहरू चाहिँ हामीलाई नि दुःख लाग्छ होइन। रोस्टर प्रणालीमा आर्थिक चलखेल भएको आरोप लगाउँदै उनीहरूले त्यसमा छानबिन गरी दोषीलाई कारबाही हुनुपर्ने माग गरेका छन्। 2 वर्ष रोस्टर अवधि सकिन लाग्दा पनि आफ्नो समस्याबारे सरकारी निकायबाट कुनै पनि सुनवाई नभएपछि आफूहरू विगत 1 वर्षदेखि आन्दोलित बनेको उनीहरूले बताएका छन्। देशमै बस्दा सरकारले रोजगार नदिएको तर अर्को देशले दिएको रोजगारमा पनि चलखेल गरिँदा राज्यका निकाय मौन बसेको आरोप उनीहरूले लगाएका छन्। एकजना व्यक्तिको कारणले गर्दाखेरि चाहिँ हामी कोरिया जान नपाइरहेको, आर्थिक चलखेलको कारणले गर्दाखेरि आफ्नो मातहतमा आफ्नो नजिकमा रहेका व्यक्तिहरू मात्र कोरिया जान पाइरहेको भन्ने त्यो थाहा भइसकेपछि हामीले विगत लामो समयदेखि 8-9 महिना अगाडिदेखि आन्दोलन गरिरहेको र आन्दोलन गरिरहँदाखेरि हामीले नेपाल सरकारको सम्पूर्ण निकायहरूमा सिडिओ कार्यालयदेखि लिएर हरेक उसमा हामीसँग भएको प्रमाणहरू र हाम्रो मागहरू सबै ठाउँमा हामीले बुझाउँदाखेरि पनि हाम्रो मागहरू सुनाइ भएन। मिनाल राईले एक खालको जिम्मेवारी सम्हालेपछि उहाँले एक खालको सिस्टमलाई नै डामाडोल बनाएर यो समस्या हामीले भोगिराखेको छ। त्यसमा के गर्नुभयो भन्दाखेरि उहाँले आफ्नो माताहतको इन्स्टिट्युट, आफ्नो नजिकका मान्छेहरू लगायतलाई आर्थिक रूपमा चलखेल गरेर चाहिँ उहाँले हामी जानुपर्ने ठाउँमा हामीले पाउने कोटामा चाहिँ उहाँहरूले कसरी हुन्छ अरू मान्छे छिराएर हामी एक किसिमले पीडित भएको हो। यो खालको तपाईँको जुन प्रमाण चाहिँ हामीसँग छ, हामी बिना प्रमाण मिथ्या आरोप लगाउन आएको होइन, हामीसँग प्रमाण छ। यसबीच लामो समयदेखि पटक पटक माइतीघर मण्डला र इपिएस कार्यालय घेराउ गर्दै आएका पीडितहरूले फाइल नै नपठाउने भए वर्षौंसम्म यत्रो दुःख किन गराएको भन्दै प्रश्न गरिरहेका छन्। कोरिया जाने आफूहरूको सपना र भविष्यमाथि खेलवाड गर्नेहरूलाई कानुनी दायरामा ल्याएर आफूहरूले न्याय पाउनुपर्ने माग गरेका पीडित युवाहरूले माग पूरा नभए थप आन्दोलन चर्काउने चेतावनी समेत दिएका छन्। यस विषयमा हामीले आरोपित मिनाल राईलाई पटक पटक फोन सम्पर्क गर्ने प्रयास गर्यौं। टेक्स्ट मेसेजमा समेत उत्पन्न विवाद र उनीबारे लागेका आरोपबारे जवाफ दिन आग्रह गर्यौं तर उनीबाट कुनै पनि जवाफ प्राप्त भएन।